अहिले केटीहरू हेर्दा छक्कै पर्छु। पहिलाको जस्तो कहाँ हो त, अहिले केटीहरू अलिक मोडर्न हुन्छ नि, मोडर्न। काम कुरो पनि केही पनि गर्दैन। अब पहिला तिमीहरूको पालामा पो घरको कामहरू गर्थ्यो, बारीको कामहरू गर्थ्यो। अब त पढेको छ, राम्रो राम्रो काम मात्रै गर्छ नि। तैँले पनि बिहा गरिस् भने त घरको काम चाहिँ टाकटुक मैले गर्नु। किन गर्नु तिमीले? मेरो बुढीले गर्छ नि। त्यस्तो नबोल है आमा, मलाई मन पर्दैन है। आइन्दा त्यस्तो नबोल नि। बिहा गर्नु साथ तिमी वृद्ध आश्रममा बस्छौ। साला कुकुर्नी, यसलाई त मैले कुन दिनमा बिहा गरी पठायो न। बिहा गरेको 3 दिन भएको छैन, बुढालाई हातमा राख्नु खोज्छ। छेदिन्छु। अरे नयाँ बेहुला प्रेस त कता हिँड्नुभयो दा? सुत्या नयाँ बेहुला तल गएको हो भाइ एकछिन। ल्याउनु नि त एकछिन। किन हौ? बिहा गरेर मजा आउँछ होला दा है? मजै आउँछ। दा सग्रातमा मजा आउँछ होला है? मजै आउँछ।